जनताको भावना विपरीत काम गर्दाखेरि भदौ 23 र 24 भयो। अहिले पनि प्रधानमन्त्रीज्यूलाई मेरो अपिल छ, हेर्नुहोस् हिजो सडकको आन्दोलन तपाईँ हाम्रो केका पक्षमा थियो, विधि विधि विधि। आज के गर्नुभयो? कालो सिसा हटाउने भन्नुभयो तपाईँले, अति राम्रो कुरा हो। तर मन्त्रीहरू कालो सिसा गाडी लगाएर हिँडिराखेका छन् अनि जनताको गाडीलाई कारबाही गरिराखेका छ। मन्त्रीलाई पनि त कारबाही गर्नु पर्यो नि। सिट बेल्ट नलगाएपछि कारबाही गर्ने भनेर भिडियोसम्म आयो। स्वयं गृहमन्त्री र प्रधानमन्त्रीले सिट बेल्ट नलगाएको भिडियोसम्म सार्वजनिक छ अनि प्रहरीले कारबाही गर्यो त। हिजो केपी ओलीले गरेको यही हो, अरूलाई कारबाही गर्ने, आफू सुरक्षित हुने। त्यो गतिविधिले चाहिँ भोलि सही बाटोमा जान्न। मैले अहिले भनेको कुरा तपाईँलाई तितो लाग्ला, नमिठो लाग्ला, यो भिडियो सुनिसकेपछि सबै मलाई गाली गर्न आइपुग्ला, झगडा गर्न आइपुग्ला, आओ, किनभने यो प्रजातन्त्र हो, यो डेमोक्रेसी हो, यहाँ बोल्न पाउनुपर्छ। सबलाई बराबर गर कानुन। आज प्रधानमन्त्रीकी छोरीलाई राम्रो स्कुल पढ्ने अधिकार छ भने सुकुम्बासीको छोराछोरीलाई पनि राम्रो स्कुलमा पढ्ने अधिकार चाहियो। बुझ्नुभयो? हिजो त्यो बच्चा रोएको तपाईँले देख्नु भएन? हामीले सुकुम्बासी हटाउनु हुँदैन भन्ने पक्षमा छैनौँ, त्यहाँबाट हटाउनु भयो। जो सरकारी जमिन गरेपछि त्यसको व्यवस्थापन गरिदिनुहोस् न। अनि त्यो कुरा गलत हो भन्दाखेरि सुकुल गुन्डा प्रयोग गरेर, प्रहरी प्रयोग गरेर मान्छे कुटपिट गरिराख्नु भएको छ। अनि आज यो कुरा बाहिर बजारमा आउँछ भनेपछि फेरि आफ्नै पार्टीका कार्यकर्ता अहिले त प्रमाणितै भइसक्यो, ल्याएर गाडी मिडियाका मुखमुख लिएर घर घर गाडी राखेर कसले भन्यो जहाँ पनि पार्किङ गर्न पाउनुपर्छ भनेर हामीले संसदमा बोले रेकर्ड छ कहीँ देखाउन सक्छौँ? हामीले भनेको यति मात्रै हो कि त्यो मान्छेले उपचार गर्नुको सट्टा एयरपोर्टमा चाहिँ कन्टेन्ट क्रिएट किन गराएको। ल आज हिजो कालीकोटमा मान्छे मऱ्यो, अब गृहमन्त्री त्यहीँ कुदिहाल्ने? ए बाबु त्यहाँ पुलिस पठाउने हो, व्यवस्था पठाउने हो, सुविधा पठाउने हो, यति कुरा पनि बुझिँदैन।